तर म के भन्छु हैन, यो समस्या भनेको जटिल समस्या हो। मान्छे यतिसम्म हुन्छ कि मर्न बाध्य हुन्छ क्या, अरू कुनै बाटै देखिँदैन। म भोगिरहेको छु। मैले 72 सालदेखि म आफ्नो 72 साल भनौँ न, 72 सालपछि म लगभग नागरिकताको बारेमा मलाई थाहा पाएँ क्या। त्योभन्दा अगाडि केही थाहा थिएन नागरिकता के हो, किनकि मलाई नागरिकता चाहिएको पनि थिएन, मलाई थाहा नै थिएन नागरिकता भनेको के हो। त्यसपछि मलाई लाग्यो अनि मैले थाहा पाएँ कि मैले नागरिकता के हो। र त्यसपछि गर्दा गर्दै मैले सर्वोच्च अदालत पुगेँ। सर्वोच्च अदालतमा मैले मुद्दा पनि जितेँ। मुद्दा जितेर पनि परमादेश जारी नै भयो मेरो, नागरिकता पाउँदैन। तैपनि मैले नागरिकता पाइनँ। किनभने यो हाम्रो देशको सिडिओहरू आफूले गृहमन्त्री भन्दा ठुलो छैन। गर्न नखोजेको हो कि सर्वोच्च अदालतलाई प्रायोरिटी नदिएको हो। म कति दिन त डिप्रेसनमा बसेर सर्भाइभ गरेर आएको मान्छे हो। तपाईँ आफै उ गर्नु जसको आमा बुवा कोही छैन। मेरो आमाको नागरिकता छ। मेरो बुवा 57 सालमा बित्नु भएको हो। मेरो आमा भर्खर 5 वर्ष अगाडि बित्नु भएको हो। म कसरी सर्भाइभ गरेर त्यो मलाई थाहा छ। सो प्लिज म हाम्रो आमा सुशीला कार्कीज्यूलाई र गृहमन्त्रीलाई अनुरोध गर्छु कि यो समस्यालाई अलि चाँडैभन्दा चाँडै सल्भ गरिदिनु पर्यो र यो नियमावली पारित गरिदिनु पर्यो। धन्यवाद। धन्यवाद मुस्तफा भाइ। यहाँ चाहिँ के देखिन्छ भन्दाखेरि अदालत र तपाईँको यो मन्त्रालयको जहाँ पीडितलाई तपाईँको फसाइन्छ, कसरी फसाउँछ भन्दाखेरि म हजुरलाई अलिक प्रश्न पारिदिन्छु। यदि कुनै पनि नागरिकता पीडित यदि अदालत पुग्छ भने, कुनै तहको अदालत पुग्छ भने अदालतले परमादेशमा जारी के गर्छ, नियम र कानुन बमोजिम दिनुहोला अन्तिममा गएर त्यो लेखिदिन्छ। तर जिल्ला प्रशासन कार्यालयले काम संविधान बमोजिम होइन कानुन बमोजिम गर्छन् र जब त्यो कानुनको रूप लिँदैन तबसम्म चाहिँ जिल्ला प्रशासन कार्यालयले चाहिँ त्यसलाई कार्यान्वयन गर्दैन। त यहाँ फसाइन्छ, संविधान हेरेर अदालतले फैसला गर्छन्, तर तपाईँको गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले कानुन हेरेर काम गर्छन्। त यो तपाईँको संविधान कानुनको रूप नबनेको कारणले गर्दाखेरि तपाईँको जिल्ला प्रशासन कार्यालय चाहिँ नागरिकता दिएको छैन। त्यसमा पनि धेरै केसहरू छन् जसमा चाहिँ नागरिकता दिएको अवस्था पनि छ, जसको फेस अलि तपाईँको गोरो, नाक चेप्टो, आँखा सानो भएको त्यसलाई चाहिँ नेपाली भनिन्छन्। र तर भारत जस्तो फेस हुने व्यक्तिहरू चाहिँ सिधा यिनीहरू भारतीय हुन् भनेर चाहिँ यो जुन मानसिकतामा बसेको छन् यो चाहिँ पहिले निकाल्नु पर्यो कि मधेस पनि नेपालकै हो भने त्यहाँको मधेसी पनि नेपालकै हुनैपर्छ। यो सोच पहिले परिवर्तन गर्नु पर्यो। त्यसपछि मात्र चाहिँ तपाईँको चाहिँ पुरै नेपाली हुन्छ र अगाडि बढ्छन्। यसै क्रममा आफ्नो 2 शब्द राखिदिनको लागि हाम्रो सुरज पटेल भाइले चाहिँ आफ्नो 2 शब्द राखिदिनु लागि अनुरोध गर्नु। धन्यवाद। अर्जुन महतो तपाईँ राखिदिनुहोस् भयो। मुडा हेर्नु त त्यहाँ तिर्का हो, तिर्कामाथि। नमस्कार, म अर्जुन कुमार महतो। मेरो घर सप्तरी जिल्ला हो। म एउटा नागरिकता पीडित मान्छे हो। नागरिकता नभएको कारणले चाहिँ हामीले एकदमै दुःख पाइरहेका छौँ। नागरिकता नहुँदाखेरि चाहिँ हामीले कुनै ठाउँमा कामहरू गर्न पाएका छैनौँ।
हामीले चाहिँ आफ्नो नामबाट एउटा सिम पनि निकाल्न पाउने व्यवस्था अथवा हजुरको चाहिँ कुनै उपाय छैन। मेरो आमाको वंशजको नागरिकता हुँदै पनि मैले चाहिँ नागरिकता पाएको छैन। नागरिकता नपाएको कारणले एकदम दुःख भइरहेको छ। नागरिकता नपाएर हामीले कुनै काम पनि गर्न पाएको छैनौँ। त्यही गएर काम गर्नु खोज्दा पनि नागरिकता नभएको छ सर। नागरिकता नपाउँदाखेरि धेरै नै दुःख पाउनु परेको छ सर। कुनै ठाउँमा काम पाइँदैन, कुनै ठाउँमा काम गर्न गयो भने काम दिँदैन, किनभने हामीसँग आफ्नो पहिचान छैन, नागरिकता छैन। नागरिकता नभएको कारणले एकदमै दुःख भएको छ सर। आमाको नागरिकता हुँदा पनि हामीले नागरिकता पाइरहेका छैनौँ। नागरिकता नपाउँदाखेरि एकदमै समस्या छ। कुनै ठाउँमा काम गर्न गयो काम पाइँदैन, आर्थिक अवस्था कमजोर छ, मेरो मम्मी पनि बिरामी हुनुहुन्छ। नागरिकता नपाएको कारण कसरी घर चलाउने हामीले? नागरिकता नहुँदा सरकारी दुःख भएको छ। र म सरकारलाई यति भन्न चाहन्छु प्रधानमन्त्रीज्यूलाई कि हाम्रो नागरिकता नियमावली छिटो जारी गराएर हामीलाई नागरिकता दिन अनुरोध गर्दछौँ। किनभने नागरिकता बिना हाम्रो जिन्दगी नै केही नै छैन। नागरिकता भए पछाडि हामी केही गर्छौँ। अझै आफ्नै नेपालमा काम गर्न नसके पनि अर्काको देश विदेशमा गएर पनि काम गरेर केही आर्थिक चाहिँ हामी आफ्नो घर परिवार चलाउन हामीलाई सहज हुन्थ्यो। तर नागरिकता नभएको कारणले चाहिँ हामीलाई एकदमै गाह्रो भएको छ। नागरिकता चाहिँ हाम्रो देशको मेन समस्या हो। म जस्ता पीडितहरू धेरै छन्, प्रत्येक जिल्लाबाट हुनुहुन्छ उहाँहरू। तर नागरिकता नभएको कारण हामीलाई एकदमै दुःख भएको छ, पीडा भएको छ। हाम्रो आँसु कसले देखिदिने, हाम्रो समस्या कसले सुनिदिने? हाम्रो इन्द्रजित सर हुनुहुन्छ नागरिकता भेन सङ्घर्ष समितिको अध्यक्ष, उहाँले मात्र हामीलाई सपोर्ट गरिराख्नु भएको छ। उहाँले मात्रै हाम्रो समस्या चाहिँ समाधान गर्नलाई धेरै नै सङ्घर्ष गर्दै हुनुहुन्छ। उहाँले सबैलाई नागरिकता भेन व्यक्तिहरूलाई चाहिँ एकजुट गरेर आज यहाँसम्म बोलाउनु भएको छ र हाम्रो आफ्नो समस्याहरू चाहिँ भन्नको लागि हामीलाई चाहिँ एकदम समर्थन साथ दिनुभएको छ। धन्यवाद। हाम्रो नागरिकता नियमावली छिटो जारी भएर छिटो नागरिकता पाउन हाम्रो म यति भन्न चाहन्छु। राष्ट्रिय आमाज्यूलाई चाहिँ यो आँसु हेर्नु होला होइन कि उहाँको आमा तपाईँको वंशज नागरिक है, उहाँको आमाको वंशजको आधारमा नागरिकता छ तर छोरा चाहिँ अनागरिक। हाम्रो सामान्य प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई चाहिँ कहाँ यो कुरा पुगोस् र यो आँसु देखोस्। उसको आमा पनि बिरामी छन्, तपाईँ हेर्नु भएको छ नि त पीडा के हो भनेर चाहिँ उहाँ व्यक्त गर्नु भएको छ कि आमा नागरिक हुँदा हुँदै छोराले चाहिँ नागरिकता पाएन। उसको जन्मदाता पढेको सर्टिफिकेटहरू सबै छन्। त्यो कुराहरू त म सबै प्रश्न पार्छु न अगाडि। पछि यो समस्या बुझेर चाहिँ समाधानतर्फ अगाडि बढिदिनु परोस्, किनभने समस्या यस्तो छन् जुन भनेर चाहिँ पनि साध्य हुँदैन है। ल ठिकै छ। त्यसै साथसाथै हामी चाहिँ हाम्रो सिद्धार्थ रोनिया भाइ आफ्नो के कस्तो समस्या छ राखिदिनलाई अनुरोध गर्छु। धन्यवाद। सम्पूर्ण मेरो नमस्ते। म सप्तरीबाट सिद्धार्थ रोनिया। बाबाआमालाई त हामीले यतिसम्म चाहिँ पाल्नुभयो। मेरो उमेर चाहिँ 24 वर्ष। बाबाआमाले हुर्काएर हामीलाई यहाँसम्म ल्याउनु भयो, पढाउनु भयो। तर पढाएपछि त बाबाआमाको त हामी त लौरो बन्नु पऱ्यो नि, उहाँलाई टगाउनु पऱ्यो, उहाँलाई अगाडिको सुख जिन्दगी त दिनु पऱ्यो। छोराले नै दिने हो। छोराको अहिलेसम्म नागरिकता छैन। नागरिकता नभएको कारणले पढेको सर्टिफिकेट पनि मेरो केही काम लागेको छैन। त्यो सर्टिफिकेट के मुसोको खोरमा हालेर फालिदिउँ कि कुनै देशलाई गएर दिइदिउँ? त्यो सर्टिफिकेट न मेरो काम छ न केही छ। पढे लेखेर मेरो धेरै खर्च भयो। मैले धेरै खर्च गरेर मैले पढेँ, आज बन्छ भोलि बन्छ पर्सि बन्छ भनेर। तर अहिलेसम्म मेरो नागरिकता नबनेको कारणले मैले यो देशमा केही गर्न पाएको छुइनँ। यो देशमा केही नगर्नको कारणले जस्तै तपाईँ सिडिओ कार्यालय जाँदा मैले नागरिकताको लागि मैले मुद्दा पनि हालेँ सर्वोच्च अदालतमा, फैसला भयो, प्रमादेश जारी गर्यो। गरेपछि सिडिओलाई भन्दा सिडिओले भन्छ नियम कानुन अनुसार चाहिँ बनाउँछौँ। तर नियम कानुन अनुसार चाहिँ के छ हेरिदिनुहोस्, हामीलाई भनिदिनुहोस्, हामी बुझ्दैनौँ भने
हामीले भन्नुहोस्, हामी त्यो विकल्प हेरौँला, भन्ने छ छैन, कि अगाडि जानुपर्छ, फेरि हामीले त्यहाँ पनि जाउँला। तर उहाँले पनि केही गर्नु भने सिडिओ कार्यालयले। तर सर्वोच्च अदालतले यति गरिदियो कि सिम र ब्याङ्क एकाउन्ट चाहिँ खोल्न मिल्ने। त्यो ब्याङ्क एकाउन्ट मात्रै खोलेर हामी के गरौँ? ब्याङ्क एकाउन्ट केही कामै गर्न पाएनौँ, त्यहाँबाट पैसा नै आउँदैन। त्यो ब्याङ्क एकाउन्ट खोलेर मात्रै हामी के गरौँ? ब्याङ्क एकाउन्ट खोलेर पैसा आउने भए त सबले ब्याङ्क एकाउन्ट खोलेरै बस्थ्यो, घरमा सुतेरै खान्थ्यो होला। हामी त कुनै नेताको छोराछोरी होइन कि बसेर पैसा आउँछ हामीलाई। तर यही कुरा हो, हाम्रो कालो भएर जन्मिनु नै नराम्रो हो कि के हो? कालो भएर जन्मिनुको कारणले हामीले धोती भन्छन्, इन्डियन भन्छन्। के कसैले धोती कुर्ता युज गर्दैन? मान्छे मर्दा चाहिँ के युज गर्छ? धोती नै युज गर्छ। तर त्यो नकारात्मक सब आँखाले चाहिँ हामीले हेर्छ चाहिँ किन? हेर्नुको रिजन के हो? अहिले तपाईँ भन्नुहुन्छ मधेसतिर सब इन्डियन भएर आएर बसेछ, तर मधेसको बोर्डर सीमा सब सुरक्षा गर्ने भनेकै हामी मधेसी हो। बोर्डर साइडमा बस्ने नै हामी हो। हामीले नै सुरक्षा गरेर नेपाल यतिसम्म छ, नभए त कुन दिन इन्डियालाई आएर पिलर सिलर सब भुस्काइदिन्थ्यो। तर म यही भन्न चाहन्छु, हाम्रो पीडा यही हो, हामीले केही गर्न पाएको छैनौँ अहिलेसम्म। गर्नलाई बाटो हामीले खुलाउनु पर्यो। त्यो बाटो खुलाउनलाई हामीले नागरिकता चाहियो। निभावली मात्र आएर पनि भएन, निभावली कार्यान्वयन हुनु पर्यो। कार्यान्वयन भएर हाम्रो काम मात्रै हुने हो। कार्यान्वयन आज हुन्छ भोलि हुन्छ